गाइज गुड आफ्टरनुन। अनि आज चाहिँ हामी उता माङतेवादेखि फर्किसक्यौँ। आज केले घोच्यौ फेरि। अनि यो चाहिँ भालुखोला भन्छ यसलाई चाहिँ सिमले। यो चाहिँ हाम्रो मिनी भ्लगर के अरे हाम्रो सलिना बहिनीको गाउँ छेउमा हो। यो बहिनीलाई थाहा छैन, उसको गाउँमा ड्रोन पनि उडाइसकेको छु मैले। अनि यो चाहिँ भालुखोला भन्छ। यो यतिको लाई चाहिँ हामी छाँगा भन्छौँ र कति ठाउँ चाहिँ झरना भन्ने बानी छ। हाम्रोतिर चाहिँ यतिकोलाई चाहिँ सामान्य रूपमा लिने भएकोले गर्दाखेरि छाँगा मात्रै भन्छौँ क्या यसलाई चाहिँ। त्यो भएकोले गर्दाखेरि हामी चाहिँ एकदम रेस्ट टाइममा छौँ। कस्तो गाह्रो छ क्या बाटो, अफरोड अब भन्नु कति पीडा छ होइन, भन्नलाई साह्रो छ, कुदाउनलाई अब भन्दाखेरि मान्छेले त्यस्ता बाटो भन्छ कि। तर उस्तै मान्छे रुनेवाला बाटोमा कुदाएर आइयो के चाम्बरसँग वा। ओह भ्लगरको पीडा छ, उसको फेरि छुट्टै स्ट्यान्ड निकाल्दैछ। ओह यस्तो छ, यो चाहिँ भालुखोला झरना हो। ओके गाइज।